ल है साथीभाइ हो, स्वागत छ फेरि पनि तपाईँलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ हामी यहाँ खोर बनाएको हो। दुईजना भएर चाहिँ अब खोर बनाउने कार्यक्रम आजको चाहिँ भ्लग हुन्छ खोरको हो। सो हेर्दै गर्नुहोस् होला गाइस। सबैले मन पर्यो भने लाइक सेयर एन्ड कमेन्ट गरिदिनुहोस्। मौसम चाहिँ यस्तो छ हो, मौसम एकदमै घाम लागेर खतम भइरहेछ, पसिना भइरहेछ। हामी चाहिँ आज बनाएर आए कुखुराको खोर। छिटो बनाएर कम्प्लिट गरिहाल्नु छ। हात जल्दी चलाउनु पड़ेगा। चीर फोड़ सब बम फोक से करता है। बम फोक मिस्त्री हो नि। गर्मी भयो बहुत गर्मी भयो यार। गर्मी हो गया पूरा गर्मी। पास ओके। तालमाल मिलाओ तालमाल। हाम्रो मिस्त्री चाहिँ कुन्या चाहिँ खत्रै हेर्ने हो। कम्ता लामो हेर न त कुन्या त चारपट्टि घुमाउँदैछ कुन्या। कुखुरा खोर पनि कुन्यामा बनाउँछ अरे नि हाम्रो मिस्त्रीले। कुखुराको खोर यहाँ चाहिँ भेनाले स्पिड कटिङ गर्दैछ र छिटो सक्नुको लागि क्या। स्पिड अब फटाफट काम गर्नु पऱ्यो नि त। छिटो सक्नुको लागि आज नै सक्नुपर्छ यो खोर चाहिँ भनेर चाहिँ हो। हामीले चाहिँ स्पिड काम गरेर चाहिँ डेन्जरै हुँदैछ हाम्रो स्पिड। सो हेर्दै गर्नुहोस् गाइस के कस्तो लाग्छ तपाईँहरूलाई मेरो भ्लग। खोर बनाएको तपाईँहरूले पनि सिक्नुहुन्छ कसरी बनाउनु पर्छ भनेर खोर। यो चाहिँ कम्प्लिट भइसक्यो। आज सडल्लै चाहिँ भइसक्यो हो। अब चाहिँ छ अझै। हेलो एभ्रिवान। यहाँ चाहिँ बटमले पुग्छ भन्दैछ। पुग्छ यतिकै गर्नुपर्छ भनेर। भयो सक्यो हाम्रो खोर। कुखुरालाई पनि दुई तले बिल्डिङ, दुई तला बिल्डिङ बनाइदियो। मिस्त्री चाहिँ आजै सिकेको हो, एकै दिनमा मिस्त्री सिकेको। मौसम घाम लाग्यो अहिले चाहिँ। कुखुरा खोर त कुन्यामा बनाउँदैछ नि त टप हो नि। ये देख सकते हो गाइस। कत्रो सबै ढुङ्गा त लामो खालको छ त। हात्ती जत्रो ढुङ्गा त नि। किन कराउँदै छिटो बनाइदियो भने त।
यहाँ चाहिँ मैले फटाफट गर्नुपर्छ काम छिटो सक्नुपर्छ गरम भएर कस्तो भइसक्यो यहाँ मान्छे डल्ला जस्तो भइसक्यो भनेर चाहिँ भेनालाई स्पिड गर्नु त लु भनेर चाहिँ स्पिड गर्नु लगाएको एकदमै फास्ट छिटो गर्नुपर्छ काम आजै सक्नुपर्छ यो चाहिँ आज चाहिँ हामीले कम्प्लिट गर्नुपर्छ भनेर चाहिँ सो गाइस हो यसै छ हाम्रो स्पिड नि अब काम गराइदिए स्पिड छ च्यादर ठोक्ने कार्यक्रम तल पुग्छ नि सिधै हाम्रो यहाँ च्यादर ठोक्ने मान्छे त पुरा जाँगारिलो भइरहेको छ माझ त घामले दैलो राख्ने मेजरमेन्ट हुँदैछ दैलोको भागको मेजरमेन्ट यहाँ लगा के ये देख सकते हो गाइस हालत पतला हो गया है यस्तो बातहरु मच्छरले टोक्छ डाँटले टोक्छ कैसे काटेंगे ऐसे कैसे आरी लगाना पड़ेगा मैं त नीचे त काट्नु पर्यो नि त नीचे पनि काट्नु पर्यो नि त त्यो डल्लै त्यो त काट्नु पर्यो हैन नि त त्यो नकाटी त हुँदैन नि इम्पोसिबल हो नि त हुन्छ पोसिबल छ कि उहिले काट्नु पर्यो नि कच्चकले ट्याक 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 अम्लाहरु खाइदिन्छ ल बार कम्प्लिट हो गया है बार हो रे के रे यो चिङ्ना राख्ने माथा तल देउराली भन्ज्याङ उकाले डाँडा पसिनाको धारा भनेको छु अब यति छ यहाँ च्यादर लाउनु छ काम अब अफ गरौँ फोन यो प्लाईमा चाहिँ दैलोको आकार निकालेको सो छिटो गर्नु ढिलोहरू रात पर्न आँटिसक्यो 4 बज्न आँटिसक्यो भनेर चाहिँ सो स्पिड गर्नु लगाएको गाइस म चाहिँ भेनालाई आम्मा छिटो कटिङ गर्नु अब चाहिँ निस्किन्छ दैलोको फ्रेम आम्मा खतरा नि अब यो त बहुत टाइम लाग्यो क्या यो निकाल्नु चाहिँ आम्मा डेन्जर दैलोको आकार अब यो चाहिँ दैलोको फ्रेम निकाल्नु यहाँ कुन्या लगाएको कुन्यामा छ हौ कुन्यामा रहेछ के खेल खाँदैन मस्तरी हो मस्तरी टपिक चाहिँ के हुन्छ मेरोमा प्लाई छ म मेरो पनि बनाइदिनुहोस् है भनेर कमेन्टहरू आउँछ कमेन्ट गर्दै कसलाई खोर बनाउनु मन परेछ कुखुरा खोर हामी कुन्यामा बनाइदिन्छौँ टक्कै पऱ्यो प्लाईको भित्र चाहिँ यस्तो छ ल साथीभाइ सक्न आँट्यो अब ल साथीभाइ हो आजको काम चाहिँ यति नै समाप्त भयो हो अब अर्को नेक्स्ट भिडियोको लागि चाहिँ तपाईहरुले सब्स्क्राइब गरेर लाइक गरेर अनि शेयर गरेर हजुरहरुलाई फेरि पनि यस्तै नयाँ भिडियो ब्लगहरु बनाएर म हाल्ने छु पोस्ट गर्ने छु सो सबैजनाले लाइक एन्ड शेयर एन्ड कमेन्ट गरिदिनुस् होला धन्यवाद बाइ बाइ गाइस